गाइस हिँड्दा हिँड्दै हामी गाउँ नपसेर चाहिँ भन्ने कुराले गाउँ नपसेर आइयो गाउँ नपस्न आइयो भाइहरू रहेछन् बल खेल्ने देख्न सक्नुहुन्छ त्यहाँ 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 भाइहरूलाई म कसको फ्यान हो भनेर सोध्छु सबैजनालाई कसको फ्यान भन्छन् हेरौँ साह्रै गाह्रो पर्यो खै केटाहरू बल ग्राउन्डको हालत त खराब छ केटाहरू है खराब छ केटाहरू ग्राउन्डको हालत त पहिला म यो भाइबाट सोध्छु अब यो भाइले के भन्छ है मेरो भाइ तेरो नाम के हो अरे त किसको फ्यान होस् रोनाल्डोको फ्यान होस् ओइ फुटबल खेल्छस् नि ल थ्याङ्क यू बल खेल्नुपर्छ है केटा म मेरो ग्याङ थिएँ जान्छु मेरो भाइहरू थिएँ सबभन्दा पहिला म मेरो भीम भाइलाई भेट्छु अब भीम भाइ मुसु मुसु हाँसिराख त्यसपछि कुरा हुन्छ अब ल के छ भीम बाबु एकदम ठिक छ ल हात मिलाइदिइहाल्यो फुटबल खेल्छस् होइन कतिमा पर्छस् आठमा पर्छस् ठिक छ ल भारे म्याच हो अरे भन्ने कुरा सुन्थेँ मैले कसको फ्यान होस् यसकै फ्यान छैन भनौँ छैनस् त्यो पनि ठिक छ के भाइ के छ एकदम ठिक छ त कसको फ्यान होस् रोनाल्डोको त्यही नाम के रे भाइ रोहित भाइ होइन त कसको फ्यान होस् रोनाल्डो होस् ओ ल ठिक छ ओए भाइ ओए तेरो नाम के रे ए सुदर्शन भाइ नि यति अर्को भइसकेको रहेछ त कसको फ्यान होस् भाइ भन रोनाल्डो होस् आमामा धेरै रोनाल्डो फ्यान रहेछन् ओए निकेश यहाँ जा ओए हेर निकेश भयो भन्ने आइज छिटो छिटो निकेश अरुण भाइ त कसको फ्यान होस् रे ल मेस्सी फ्यान एउटा देखेँ यो निकेश अलि लजा आयो ओए भाइ यहाँ जा त्यही नाम के रे त कसको फ्यान होस् ओइ मेस्सीको फ्यान ल पोगबालाई भेटाइयो पोगबालाई ल ठिक छ अब मेरो भाइहरू यहाँ हाँसेर बस्यो खालि यार बिचरा यार ल थ्याङ्क यू भाइ मेरो भाइ थ्याङ्क यू ओए दिपराज भाइ तैँले पहिला मेरो चुटा कति खाँदैछ रे भन्ने न अझै दुख्छ भाइ ए त कसको फ्यान होस् ओइ मेस्सी फ्यान होस् फुटबल खेल्छस् त नि ल ठिक छ खेल्दै हेर्नुहोस् खेल्छु अहिले किन अह भन्छस् त फेरि ल ठिक छ बिचन बाबु के छ ठिक छ नि त कसको फ्यान होस् रे फुटबल खेल्छस् नि त ल मेरो अरुण भाइ त रोनाल्डोको फ्यान हो मलाई थाहा ए जुत्ता सुत्ता कस्तो छ राम्रो खेल्छस् नि क्यान्छ राम्रो खेल्नुपर्छ है गेम चाहिँ राम्रो खेल्नुपर्छ ए यस्तै हो गाउँघरको ग्राउन्ड गाइज खै ओए डम्फे यहाँ जा ओए सोच यहाँ जा मेरो हेन्डसम भाइ तर डाइरेक्ट भाउ नडेको यता त कसको फ्यान होस् ए ल भोलि भाडै म्याच हो नि ल ठिक छ ए भाइ यता हेर्न भाइ यार त यार यस्तो दारी सुङ्गा आएको भाइ यार हेर्न भाइ यार ल खेल गाइज खेल ल गाइज अब यस्तो दिने हामी भाइहरूको गेम हेर्छौँ एकछिन त्यसपछि टक्क लाएर हामी अब उता चटपट खान जान्छौँ भलक स्टभै हान्छु यसले भनेपछि म स्टभै हान्छु ल अब यहाँ कसले जित्छ भाइहरूको गेम हेरौँ न एकछिन ओए ल बल प्ले गर ग्राउन्ड त फेरि आएको छ पहिला हामी खेलेको ग्राउन्ड हो नि जे भयो नि यार सम्झना छ अझै नि अरे पछिल्लो समय पो खेल्न छोडिदियो बल ए हाम्रो त फेरि डेन्जर ठाउँमा छ कि उहाँ त लुड्किने ऊ माथिबाट कसले हेरे खै को ए यहाँ बस्तीमा हामी गेम हेर्ने ल ठिक छ ल ओए के भयो र ओए के भयो भाइ गोल भएन ए टाइम भएको ए ल ठुकीसुका गोल जित्यो ल भीमको टिमबाट म नि है भीमको टिमबाट ल भीमको टिमबाट म नि है भीम भाइको टिमबाट बिचन किपर हो ल बिचनको सट्टा म है म फे क्याटी चाल्ला जस्तो अहिले ल खेल भाइ खेल 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 भाइ ल
यो च्याप्टे डिफेन्ड मान्छेलाई अगाडि स्कोर गरेर राख्छ उठाउन काटो हुन्छ यस्तै गरेर राखेर दम्फे भाइले फेरि मलाई एउटा चिज सोच्न मन लाग्यो कि तँ हिजो किन आएनस् र म घरै सुत्दिएको नि तिमीहरू आएन गरे एकचोटि कृष्ण कहाँ गएँ तिमीहरू अबेलासम्म आएन गरे म घरै गएँ गफै दिस् त त कति गएस् कृष्ण घर ल भन्नु म त्यही भएर त्यो घर जानलाई घर गएँ थियो अनि फेरि कोही थिएन न त्यो कृष्ण कहाँ गएँ एकैछिन बसेँ हिँड्ने आज त आउँछस् नि आज त हेन्सम भाइ नभइकन लिने लाउनु हो कि साँच्चै लास्ट हेन्सम हो नि यो ल तिमीमा कोही हेन्सम छ यो जति ल भनेर केटाहरू दिपराज भाइ यो जति हेन्सम छस् भन्दै त ल 10 गुना हेन्सम छस् ल अटल भाइ यो हेन्सम छ भन्दै त उनले त म कहाँ अतल भाइ ह्यान्डसमहरु यो मुजी होला के कक्षा ह्यान्डसम त अनि पुरै केटीको भिडा कुन केटीलाई छोटी भन्छ बाबु यो पोग्बा होला हेन्सम फेरि पोग्बा ए ल ठिक छ ल केटाकेटीहरू त साह्रै सानो देखिँदैछ नि ल गाइज हामी चटपट खाने ठाउँमा आउन लागिसक्यौँ अब माइजूको पसलमा आएपछि चटपट त खान पर्यो यता चटपट कतिको खाने हो चटपट ल अब चटपट खाइन्छ हामी त्यसपछि लागिन्छ आफ्नो गन्तव्यतिर चटपट त खान पर्यो यहाँ आएपछि भाइ आइज बस्छु हाम्रो अनिस अङ्कल आइसक्नु भयो रहेछ चटपट खाना के हो अनिस अङ्कल माइजू के छ खबर यस्तो चटपट गराइदिनु नि त हामीलाई नि यस्तो 50 एउटा चाउचाउ हालिदिनु है चटपट बनिसक्यो म फेरि चटपट अरूलाई नखाने भन्छु फेरि हाम्रो फेरि खाइन्छ फेरि गावा होइन बानी बिग्रियो क्या मेरो माइजूले बिगारिदिनु भयो बानी ल अब हामी चटपट खाएर जानलाई भाइले सक्यो अन्तिममा त्यो सामान किनेर हिँड्यो बाटोमा एक